दर्शन नमस्ते सबैजनालाई। सबैजना सन्चै आराम हुनुहुन्छ होला। यो भिडियो चाहिँ स्पेसल मलेसिया आउने दाजुभाइहरूको लागि हो र मलेसिया आउने दाजुभाइहरूको लागि हो। मलेसिया आउन चाहने दाजुभाइहरूको लागि हैन, यो भिडियो बनाउन गइरहेको छु हैन। भिडियो लास्टसम्म हेर्नु होला। लगभग म 6 महिनापछि यो भिडियो बनाउँदैछु। 6 महिनापछि आज छुट्टी गरिन, अलिकति समय मिलेको थियो हैन। त्यसपछि यसो ग्राउन्डतिर मौसम पनि ठिक थियो। लगभग आज हप्ता दिन भयो होला पानी परेको छैन मलेसिया धामी बस्नेतिर। अरू बेला सधैँ पानी पर्थ्यो। यसै विषयमा अलि समय पनि मिलेको थियो अनि भिडियो बनाउन आइरहेको थियो साथीहरू। भिडियो एकदम ध्यान दिएर सुन्नु होला, साथ सपोर्ट गर्नु होला। फेसबुक पेजमा हाल्छु, फेसबुक पेजमा पनि सपोर्ट गर्नु होला अनि युट्युबमा पनि हाल्छु, युट्युबमा पनि सपोर्ट गर्नु होला। तपाईँहरूले सपोर्ट गर्नुभयो भने मलाई अझ भिडियो बनाउन मन लाग्नेछ है त। अनि स्पेसल अहिले मलेसियामा लगभग फेब्रुअरी 1 तारिकदेखि तपाईँको 1700 बेसी भएको छ साथीहरू। एकदम खुसीको कुरा हो तपाईँहरूको मलेसिया आउने साथीहरूको लागि। ओभर टाइम चले नचले पनि तपाईँहरूको 1700 तपाईँको बेसिक मात्रै 52,000 भएको छ। धेरै राम्रो खुसीको कुरा हो। प्लस तपाईँहरू कस्तो खालको कम्पनीमा आएर तपाईँहरूले कमाइ भने जस्तो सोचे जस्तो हुन्छ, कमाइ राम्रो हुन्छ भने पछाडि साथीहरू म यस विषयमा भिडियो बनाउँछु। यसै भिडियोमा भन्छु म अहिले। अनि स्पेसल त्यो हो हैन। र अर्को एकदम हामी नेपालीहरूले जहाँ उस गर्ने ध्यान दिनै पर्ने कुरा के हो भन्दाखेरि हामी नेपालदेखि मलेसिया आउन चाहन्छौँ, तर उहाँको मेन बारहरूले एजेन्टहरूले 1700 बेसिक छ, कमाइ राम्रो हुन्छ, महिनाको 50-60 हजार रुपियाँ बच्छ भन्ने भन्छन् हैन साथीहरू। त्यसमा नफस्नु होला, धेरै पैसा नतिर्नु होला। सकेसम्म फ्री भिजा फ्री टिकट भएको मेन पावरमा जानु होला। म तपाईँहरूलाई अर्को भिडियो बनाउँछु फ्री भिजा फ्री टिकट भएको मेन पावर कुन कुन हुन् र कसरी पठाउँछन् भनेर हैन। म पनि फ्री भिजा फ्री टिकटमा आएको। म आएको चाहिँ अहिले 2 वर्ष 6 महिना जति भयो। त्यही भएर कस्तो खालको कम्पनीमा आउनु भने साथीहरू तपाईँहरू सक्नुहुन्छ भने वेयर हाउस कम्पनीमा आउनुहोस्, फ्याक्ट्री वर्करमा आउनुहोस् हैन। अनि अरू जस्तै सेक्युरिटी गार्ड पनि ठिकै छ पहिलेको जस्तै। पहिले कालेहरूले आएर लुटपाट गर्ने यस्तो चाहिँ कुनै ठाउँ छ, तर कुनै ठाउँ अहिले त्यो धेरै हटेको छ मलेसियामा। त्यही हो। अनि अरू त साथीहरू त्यही हो, धेरै पैसा तिरेर नआउनुहोस्। अहिले भ्याकेन्सी गएको छ, बिस्तारै बिस्तारै भ्याकेन्सीहरू जान्छ, मलेसिया खुल्छ। त्यही भएर तपाईँहरूले बुझ्नुपर्ने कुरा धेरै 3 लाख 3.5 लाख 4 लाख रुपियाँ बुझेर नआउनु होला। र सकेसम्म बुझेर कुनै यो कम्पनी कस्तो छ, मलेसियाको धेरै ग्रुपहरू छन्, ग्रुपहरूमा भिडियोहरू उस गर्ने हैन, हेर्ने, ग्रुप म्यासेजहरू गर्ने। त्यही अनुसार तपाईँहरू आउन सक्नुहुन्छ।